नमस्ते फ्यापुला टासिडेले अनि गुड इभिनिङ सबै साथीभाइहरूलाई मेरो दाजुभाइ दिदीबहिनी अनि मेरो जति पनि ठुला बडाहरूलाई म साङ्गे डुम्जनबाट नमस्ते र सोनाम लोसारको सबैलाई ह्यापी लोसार भन्न चाहन्छु। योचोटि मैले सोनाम लोसार चाहिँ मनाएन, योचोटि म अर्को ग्याल्बु लोसार मनाउँछु भनेर टाइम पनि थिएन सोनाम लोसार गर्ने, छुट्टी नै छैन। त्यसले गर्दाखेरि मैले खास तपाईँहरूलाई यो भिडियो बनाउनुको कारण चाहिँ के भने के अरे मेरो चिकन अचार चाहिँ रेडी भइसकेको छ साथीभाइहरू हैन। चिकन अचार चाहिँ एकदमै रेडी भइसकेको छ। यो चाहिँ एकदम पिरो पनि छैन, एकदम सफ्ट पिरोमा, त्यस्तो मिडियम पिरो मात्र छ। यो पिरो चाहिँ अब लास्ट इयरको भन्दाखेरि एकदम कम पिरो छ, टिम्बुर पनि धेरै छैन हैन। तपाईँहरूलाई मनपर्छ भने हैन खबर गर्नु होला हैन। चाख्ने इच्छा छ भने म तपाईँहरूलाई देखाइदिन्छु। के अरे हेर्नुहोस्, यही हो चिकन अचार हैन। है र यसमा टिम्बुर पनि एकदम कम्ती छ। के अरे टिम्बुर एकदम कम्ती गरेर हालेर बनाएको छु। कसैलाई टिम्बुर धेरै मनपर्ने, कसैलाई अब पिरो धेरै मनपर्ने भएकोले गर्दाखेरि धेरै 2-3वटा गइछु भएकोले गर्दाखेरि मैले योचोटि चाहिँ पिरो पनि कम्ती हालिकन बनाएको छु हैन। कसैलाई धेरै पिरो भयो भन्ने पनि भयो हैन, टिम्बुर धेरै भयो भन्ने पनि भयो। त्यसले गर्दाखेरि टिम्बुर र पिरो चाहिँ एकदम कम्ती गरेर बनाएको छु। यो चाहिँ अलिकति अब यो चाहिँ के भन्छ, मैले बाहिर खास नराखेको कारण चाहिँ के भने चिकन के अरे बिग्रिन्छ होला भनेर मैले यो फ्रिजमा हालेर राखेको हो। अहिले यो जस्ट भिडियो बनाउनुको लागि मात्र हो। तपाईँहरूले यसलाई चाहिँ अब के भन्छ हल्का ड्राई छ, तर यो चाहिँ तेल हाल्नु मिल्छ, तेल खारिकन हाल्नु छ यसमा। या त म आफै अहिले हालेर रेडी गरेर दिन्छु। सफ्ट ठिकैको पिरो टिम्बुर कम्ती भएको अचार रेडी छ। तपाईँहरूलाई मनपर्छ भने प्लिज खबर गर्नु होला, खबर होइन मेसेज गर्नुहोस् फेसबुकमा, मेसेन्जरमा। तपाईँहरू मेरो चिकन अचार टेस्ट गर्नुहुन्छ भने हैन। यो चाहिँ न्युयोर्क न्यू जर्सीमा मात्र डेलिभरी हुन्छ है, किनकि बाहिर चाहिँ म अब पठाउँदिनँ। किनभने अस्ति यो के अरे मेरो रेजिस्ट्रेसन यताउताको यो काम पुरा नभएसम्म हैन म लेबल पनि राख्दिनँ अहिले। यसको इन्ग्रिडियन्टहरू के हाल्यो त्यो पनि राख्दिनँ। यो चाहिँ नेपालीलाई मात्र हो स्पेसली हैन। त्यसले गर्दाखेरि यो चाहिँ न्युयोर्क न्यू जर्सीमा मात्र डेलिभरी हुन्छ। तपाईँहरूलाई मनपर्छ भने अरू साथीहरूलाई पनि सेयर गरिदिनु होला अनि चाख्नुहोस्, त्यही भन्नु चाहन्छु। धेरै भिडियो त हामी के बनाउनु होइन। टेस्ट चाहिँ एकदम दामी भएको छ, एकदम मिठो भएको छ। किनकि यो अचारको टेस्ट रसिलो भएको छ है, रसिलो। हेर्नुहोस् बुम।